अहिले चाहिँ धेरैजना साथीहरूको फेसबुकमा यस्तो देखाइरहेको छ, यस्तो देखाइरहेको छ, हेर्नुहोस् यस्तो देखाइरहेको छ। यदि तपाईँकोमा पनि यस्तो देखाइरहेको छ अथवा तपाईँकोमा देखाउन सक्छ, तपाईँले चाहिँ यो भिडियो एकदम महत्त्वपूर्ण रहेको छ। यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यसको समाधान चाहिँ के गर्न सकिन्छ भनेर मैले चाहिँ यहाँनिर यो स्क्रिन सेयर गरिरहेको छु। यहाँनिर यसरी फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि यहाँनिर प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा क्लिक गरिसकेपछि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरेर सेटिङमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर एकाउन्ट सेन्टरमा, एकाउन्ट सेन्टर पछाडि यहाँनिर पासपोर्ट एन्ड सेक्युरिटीमा, पासपोर्ट एन्ड सेक्युरिटी भन्दा पछाडि 2 फ्याक्टर अथेन्टिकेसनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर आफ्नो फेसबुक आइडीमा, त्यसपछि यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, तपाईँले एसएमएस अर व्हाट्सएप लेखेको छ। यसमा चाहिँ तपाईँले फोन नम्बर देख्न सक्नुहुन्छ। मैले चाहिँ फोन नम्बर राखिसकेको भएर यसो देखाइरहेको छ। तपाईँको एसएमएस अर व्हाट्सएपमा तपाईँको फोन नम्बर छैन भने त्यसमा क्लिक गरेर एड फोन नम्बर गरेर तपाईँले फोन नम्बर हाल्नु होला। यसमा पनि तपाईँले चेन्ज फोन नम्बर, यदि अरू कसैको नम्बर छ भने तपाईँले आफ्नो नम्बर पनि हाल्न सक्नुहुन्छ। यसमा चेन्ज फोन नम्बरमा क्लिक गरेर तपाईँले चाहिँ तपाईँ कुन ठाउँमा हुनुहुन्छ, कुन देशमा हुनुहुन्छ, त्यो देशको कोड नम्बर माथि चेन्ज लेखेको छ यसमा क्लिक गरेर तपाईँले तल नम्बर राखिदिनु भयो भने तपाईँको चाहिँ यहाँनिर हुनेछ। र यहाँनिर अर्को पर्सनल डिटेलमा क्लिक गर्नुभयो भने यहाँनिर कन्ट्याक्ट इन्फो लेखेको छ, यसमा क्लिक गरेर तपाईँले यहाँनिर तल एड न्यू कन्ट्याक्ट लेखेको छ, यसमा क्लिक गरेर तपाईँ इमेल अथवा फोन नम्बरहरू चाहिँ तपाईँले यसमा जोइन गर्नुपर्ने हुन्छ। यसमा जोइन गरिसकेपछि तपाईँ यो फेसबुकको मालिक कन्फर्म भइसक्नु भएको छ र यस्तो समस्या आउने छैन।